खुसी लाग्छ कुनै दिन यो धरानको गल्लीमा एक्लै कुद्थेँ हैन, कसैले मलाई पत्याउँदैन थियो, गल्ली गल्लीमा मलाई अपमान गर्थे हैन, तर आज मेरो नाममा मलाई विश्वास गरेर संसारभरि नेपालीहरू सङ्गठित भइराख्नु भएको सम्झिँदाखेरि आँसु आउँछ कसम मलाई है। त्यो चिज छ। त्यो चिज छ। म सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु, सम्झन चाहन्छु। त्यो चिज छ मित्रहरू। कुनै बेला साँच्चै होला यही सहरमा गल्ली गल्लीमा अपमानित हुन्थेँ, म चोक चोकमा अपमानित हुन्थेँ। मेरो कुरा सुन्न कसैले मान्दैन थियो हैन। अहिले पनि विदेशी दलालहरूले हैन, जो चाहिँ आफ्नो स्वार्थ सिद्ध गर्नका लागि यो देशलाई बेथितिको भुमरीमा धकेल्न चाहन्छ, त्यस्ता मानिसहरूले भ्रष्टाचार गरेर जीव पाल्न चाहने मानिसहरूले अझै पनि मलाई मन पराउँदैनन्। तर एउटा सच्चा नेपाली सर्वसाधारणले तपाईको चाहिँ नि मलाई मन पराउँछन् भन्ने विश्वास मैले लिएको छु र त्यो कुरा हो पनि। सबैजनालाई म भन्न चाहन्छु है, त्यो भन्न चाहन्छु। र कति मान्छेहरू तपाईको चाहिँ नि विदेशी दलाल हैन को हड्डी चुस्नेहरू त अब गाली गर्दै आउँछन् यहाँ, त्यसैले म माइन्ड पनि गर्दिनँ हैन। सबैलाई भन्न चाहन्छु देश विदेशमा सङ्गठित हुनुहोला आदरणीय श्रमदाताज्यूहरू। म यहाँहरू सबैजनालाई हार्दिक नमन गर्न चाहन्छु। देश विदेशमा सङ्गठित हुनुहोला है। यो देशको भोग, यो देशको अभाव, यो देशको गरिबी, यो देशको रोग, यो देशको चाहिँ शोक, यो सम्पूर्ण कुरालाई हैन हामीले अन्त्य गर्ने गरीको श्रम गर्न सकौँ। हामीले सकारात्मक ऊर्जा हामीमा सधैँभरि हैन तपाईको सञ्चारित भइरहोस्, प्रवाहित भइरहोस् हामी भित्रमा है। जसरी रगत चाहिँ नि हाम्रो शरीरमा हैन सञ्चारित भइरहन्छ, प्रवाहित भइरहन्छ, त्यसरी नै प्रवाहित र सञ्चारित बनाऊ हामी सबैजना जुटौँ। सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। We must be together. We must be together working for our great nation है, working for our motherland। सबैजनालाई म त्यो भन्न चाहन्छु। सबैजनालाई म त्यो भन्न चाहन्छु मित्रहरू। सबैजनालाई म त्यो भन्न चाहन्छु। अनिवार्य रूपमा श्रम गर्छ हैन। हामीले यहाँनिर बेलचा चलाएको चाइनाले सुनोस् न हैन, इन्डियाले सुनोस्, सारा संसारले देखोस् है। पसिनाको धारा अहिलेको तपाईको बाढी के बाढी हो र पसिनाको बाढी बगाउन हैन। That's the day, क्या? That's the day I'm waiting. That's the day I'm waiting. पाखुरामा दम छ तपाईहरुको? छ भने छ भनेर लेख्नुस् त। यस छ भनेर लेख्नुस् त। पाखुरामा दम छ? यस देखेँ मैले है, देखेँ छ हैन। सबैजनालाई म त्यो भन्न चाहन्छु। यति धेरै श्रमदान, आमामा उफ व्हाट टु से है। त्यति धेरै श्रम क्या, आमामा जिन्दगीमा यस्तो धेरै श्रम कि अब के भन्ने अब हैन। नथिङ टु से भने जस्तो यस्तो खतरा गर्नुपर्छ जिन्दगीमा, चिज त्यस्तो छ।
यति धेरै श्रमदान गर्नु जरुरी छ, यति धेरै श्रमदान गर्नु जरुरी छ कि आमा जिन्दगीमा नि मित्रहरू कसम होला संसारलाई देखाउनुपर्छ काम गरेर, निर्माण गर्नुपर्छ ठुल्ठुलो। टेरे बेसरी तपाईहरुले मलाई साथ दिनुस्। चन्द्रमाबाट देखिने तपाईको चाहिँ नि संरचना ठडाउनुपर्छ नेपालमा, हैन? चाइनाले ग्रेट वाल बनायो अरे नि, हैन? तपाईको चाहिँ नि अमेरिका के रे के भन्छ अरे, अमेरिका के भन्छ अरे चन्द्रमाबाट देखिने भन्ने, त्यस्तो बनाउन सकिँदैन हामीले। हामी चाहिँ खाली अर्काको चाहिँ नि गुलामी गर्दै बसिराख्नु पर्ने। रिस उठेर आउँछ म त घरिघरि। त्यस्तो नबनाउने हामीले। अर्काले तपाईको चाहिँ नि हैन फालेको जुठो खाँदै बसिराख्नु पर्ने, गफ गर्दै बसिराख्नु पर्ने बेसरी। खोइ त हामीले काम गरेको, खोइ कहाँ काम गर्यौँ हामीले, खोइ त गर्यौँ नहुने चिज। त्यसले गर्दाखेरि अब हामी त्यसरी अगाडि बढ्छौँ। सबैजनालाई यहाँ र सबैजनालाई हार्दिक निमन्त्रण।